ए प्रधान अध्यापक, बी विद्यालय व्यवस्थापन समिति, सी शिक्षक अभिभावक संघ, डी स्थानीय तह। विद्यालय सुधार योजनाको उचित तवरले कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी कसको हो? यो चाहिँ प्रमुख जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हुन्छ। अप्सन नम्बर बी सही रहेको छ, विद्यालय व्यवस्थापन समिति। प्रश्न नम्बर 30, तलका मध्ये कुन परीक्षणमा विश्वसनीयता र वैधता उच्च हुन्छ? ए स्तरीकृत परीक्षण, बी शिक्षक निर्मित परीक्षण, सी अर्धवार्षिक परीक्षण, डी भाषिक परीक्षण। यसको उत्तर अप्सन नम्बर ए सही रहेको छ, स्तरीकृत परीक्षण। स्तरीकृत परीक्षणमा चाहिँ विश्वसनीयता र वैधता उच्च रहन्छ। प्रश्न नम्बर 31, स्तरीकृत परीक्षणको प्रमुख विशेषता कुन हो? स्तरीकृत परीक्षणको प्रमुख विशेषता कुन हो? ए यो नियमित हुन्छ, बी प्रश्नहरू पूर्व परीक्षण गरिएका हुन्छन्, सी प्रश्नपत्र शिक्षक स्वयंले तयार गर्छन्, डी नतिजालाई सामान्यीकरण गर्न सकिँदैन। स्तरीकृत परीक्षणको प्रमुख विशेषता कुन हो भनेको छ? यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ। स्तरीकृत परीक्षणमा चाहिँ यो प्रश्नहरू पूर्व परीक्षण गरिएका हुन्छन्। प्रश्न नम्बर 32, कक्षा कोठा व्यवस्थापनको प्रमुख उद्देश्य के हो? कक्षा कोठा व्यवस्थापनको प्रमुख उद्देश्य के हो? ए कडा अनुशासनको कायम गर्ने, बी सकारात्मक सिकाइ वातावरण तयार गर्ने, सी विद्यार्थी बीचको बढ्दो अन्तर्क्रियालाई कम गर्ने, डी स्तरीकृत परीक्षणका लागि विद्यार्थीलाई तयार गर्ने। कक्षा कोठा व्यवस्थापनको प्रमुख उद्देश्य के हो भनेको छ? यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, सकारात्मक सिकाइ वातावरण तयार गर्ने। प्रश्न नम्बर 33, सकारात्मक कक्षा कोठा वातावरणमा कायम गर्नाले हुने मुख्य फाइदा कुन हो? सकारात्मक कक्षा कोठा वातावरणमा कायम गर्नाले हुने मुख्य फाइदा कुन हो? ए यसले शिक्षकलाई सहज बनाइदिन्छ, बी यसले विद्यार्थी बीचमा बढ्दो अन्तर्क्रियालाई घटाउँछ, सी यसले परीक्षणको आवश्यकतालाई घटाउँछ, डी विद्यार्थी बीच आपसी सहसम्बन्धको भावलाई अझ मजबुत तुल्याउँछ। यो प्रश्नको सही उत्तर अप्सन नम्बर डी रहेको छ, अप्सन नम्बर डी विद्यार्थी बीच आपसी सहसम्बन्धको भावलाई अझ मजबुत तुल्याउँछ। प्रश्न नम्बर 34, शिक्षक पेशागत विकास प्रारूप 2080 अनुसार पेशागत विकासको विधिमा नपर्ने तलका मध्ये कुन हो? ए पुनर्ताजगी तालिम, बी कार्यमूलक अनुसन्धान, सी सेवा प्रवेश तालिम, डी स्वनिर्देशित सिकाइ। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ, पुनर्ताजगी तालिम। यो चाहिँ शिक्षकको पेशागत विकासको विधि अन्तर्गत पर्दैन। प्रश्न नम्बर 35, शैक्षिक अनुसन्धानको प्रमुख उद्देश्य कुन हो? ए मौजूदा शैक्षिक सिद्धान्तलाई समर्थन गर्ने, बी शिक्षाको सुधारको लागि प्रमाणमा आधारित पृष्ठपोषण प्रदान गर्ने, सी विद्यार्थीको उपलब्धि अङ्कमा केन्द्रित हुने, डी शिक्षक तालिमको आवश्यकतालाई अन्त्य गर्ने। शैक्षिक अनुसन्धानको उद्देश्य कुन हो? यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ, शिक्षाको सुधारको लागि प्रमाणपत्रमा आधारित पृष्ठपोषण प्रदान गर्ने। अबको पालो रहेको छ खण्ड ग को सूचना तथा सञ्चार प्रविधि। यस खण्डबाट पनि 5 वटा प्रश्नहरू सोधिन्छन्। प्रश्नहरू यस प्रकार रहेका छन्। क्वेशन नम्बर 36, एन एक्जाम्पल अफ एन आउटपुट डिभाइस इज अप्सन ए कीबोर्ड, बी माउस, सी मोनिटर, डी स्क्यानर। कम्प्युटरको आउटपुट डिभाइसको उदाहरण कुन हो भनेको छ। यसमा आउटपुट डिभाइस कुन हो? यसको सही उत्तर अप्सन नम्बर सी रहेको छ, अप्सन नम्बर सी मोनिटर। मोनिटर चाहिँ आउटपुट डिभाइस हो, बाँकी यो कीबोर्ड, माउस र स्क्यानर चाहिँ इनपुट डिभाइसहरू हुन्। दिएको मध्ये मोनिटर आउटपुट डिभाइस हो भने कीबोर्ड, माउस र मोनिटर इनपुट डिभाइसहरू हुन्। प्रश्न नम्बर 37, क्वेशन नम्बर 37, अ कम्प्युटर नेटवर्क क्यान बी डिफाइन्ड एज अप्सन ए a collection of interconnected computers, B a single computer connected to printer, C a type of software application, D a device used to enhance memory।
A computer network can be defined as कम्प्युटर नेटवर्क कसरी परिभाषित गरिन्छ भनेको छ। यो प्रश्नको सही उत्तर अप्सन नम्बर ए रहेको छ, अ कलेक्सन अफ इन्टरकनेक्टेड कम्प्युटर्स। प्रश्न नम्बर 38, क्वेश्चन नम्बर 38, अ प्रोग्राम ल्याङ्ग्वेज इज युज्ड फर अप्सन ए इन्हान्सिङ हार्डवेयर पर्फर्मेन्स, बी राइटिङ सफ्टवेयर एप्लिकेसन, C. Managing data storage, D. Connecting to networks. A program language is used for option number B सही रहेको छ यसको, option number B writing software application. Question number 39, which application is frequently used for writing and formatting? Which application is frequently used for writing and formatting? A. Microsoft Publisher, B. AutoCAD, C. Microsoft Access, D. Google Docs. यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी Google Docs. Question number 40, cyberbullying typically occurs on option A. Social media platform, B. in-person meeting, D. C. television, D. radio. Cyberbullying typically occurs on भनेको छ, cyberbullying केमा हुन्छ प्राय जसो भनेको छ। यसको चाहिँ अप्सन नम्बर ए सही रहेको छ, सोशल मिडिया प्लेटफर्म। खण्ड ख, संविधान शिक्षा सम्बन्धी ऐन तथा नियमहरू। यस खण्डबाट पनि 5 वटा प्रश्नहरू सोधिन्छन्। प्रश्नहरू यस प्रकार रहेका छन्। नेपालको संविधान 2072 मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिमा नपर्ने तलका मध्ये कुन हो? ए. उच्च शिक्षालाई क्रमशः निशुल्क बनाउँदै लैजाने, बी. निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, सी. अपाङ्गता भएका नागरिकलाई कानून बमोजिम निशुल्क उच्च शिक्षा दिइने, र अप्सन डी. नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालय स्थापना गर्ने। यो प्रश्नको सही उत्तर अप्सन नम्बर सी रहेको छ, अप्सन नम्बर सी। अपाङ्गता भएका नागरिकलाई कानून बमोजिम उच्च शिक्षा दिइने, यो चाहिँ पर्दैन। प्रश्न नम्बर 42, शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठन हुने समितिको अध्यक्ष को रहन्छ? ए. शिक्षा सचिव, बी. लोकसेवा आयोगको अध्यक्ष, सी. त्रिभुवन विश्वविद्यालयको उपकुलपति, डी. शिक्षा मन्त्री। शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठन हुने समितिको अध्यक्षमा को रहन्छ? अध्यक्ष को रहन्छ भनेको छ। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, लोकसेवा आयोगको अध्यक्ष। प्रश्न नम्बर 43, प्रचलित शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालय खोल्नका लागि विद्यालयको प्रत्येक कक्षामा न्यूनतम हुनुपर्ने विद्यार्थी संख्या तलका मध्ये कुन चाहिँ सही होइन? ए. उपत्यका र तराईमा 50 जना, बी. पहाडी क्षेत्रमा 45 जना, सी. हिमाली क्षेत्रमा 40 जना, डी. उपत्यका 45 र तराईमा 5 जना। यसको नमिल्ने अप्सन रहेको छ, अप्सन नम्बर डी. उपत्यकामा 45 र तराईमा 5 जना भनेको छ। यो चाहिँ गलत अप्सन रहेको छ। बाँकी उपत्यका र तराईमा 50 जना भएको हुनुपर्छ, पहाडी क्षेत्रमा 45 जना, हिमाली क्षेत्रमा 40 जना न्यूनतम विद्यार्थी हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ। प्रश्न नम्बर 44, शिक्षक सेवा आयोग नियमावली बमोजिम पदपूर्ति गर्नुपर्ने शिक्षक दरबन्दीको विवरण आयोग समक्ष कहिलेसम्म प्राप्त भइसक्नुपर्छ? ए. भदौ मसान्तसम्म, बी. असोज मसान्तसम्म, सी. साउन मसान्तसम्म, डी. असार मसान्तसम्म। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, असोज मसान्तसम्म। प्रश्न नम्बर 45, स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार तलका मध्ये कुन कार्य स्थानीय तहको अधिकार क्षेत्र अन्तर्गत पर्दैन? ए. शिक्षक तथा कर्मचारीको बढुवा, बी. विद्यालयको नामाकरण स्थानान्तरण,
सी बन्द भएका विद्यालयको सम्पत्ति व्यवस्थापन, डी शैक्षिक पूर्वाधारको निर्माण र मर्मत सञ्चालन। यो प्रश्नको सही उत्तर अप्सन नम्बर ए रहेको छ। यो चाहिँ पर्दैन, शिक्षक तथा कर्मचारीको बढुवा चाहिँ यो स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दैन। खण्ड अङ्क सामान्य बौद्धिक परीक्षण, यो लास्ट खण्ड रहेको छ। यस खण्डबाट पनि 5 वटा प्रश्नहरू आउने गर्दछन्। वाट इज द एन्टोनिम अफ एक्सेसिभ? एक्सेसिभको एन्टोनिम के हुन्छ भनेको छ। अप्सन ए सुपरफ्लुअस, बी इनसफिसिएन्ट, सी एम्पल, डी एबन्डन्ट। एक्सेसिभको एन्टोनिम के हुन्छ भनेको छ। यो प्रश्नको उत्तर अप्सन नम्बर बी रहेको छ, इनसफिसिएन्ट। यसको एन्टोनिम इनसफिसिएन्ट हुन्छ। प्रश्न नम्बर 47, डक्टर इज टु मेडिसिन एज सेफ इज टु। डक्टर इज टु मेडिसिन एज सेफ इज टु, ए रेसिपी, बी फुड, डी कुकिङ, सी कुकिङ, डी रेस्टुरेन्ट। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, फुड। प्रश्न नम्बर 48, अनस्क्रैम्बल द लेटर्स टु फाइन्ड वर्ड अ पर्सन हु राइट्स। दिएको लेटरलाई चाहिँ मिलाएर राख्नुहोस् जसको अर्थ लेखक हुन्छ भनेको छ। यसको सही उत्तर अप्सन नम्बर सी हुन्छ, राइटर। सिधै यहाँ लेखक हु राइट्स भनेपछि आएको, अ पर्सन हु राइट्स भनेको राइटर भइहाल्यो। सही उत्तर अप्सन नम्बर सी रहेको छ। प्रश्न नम्बर 49, व्हिच फ्र्याक्सन इज इक्विभ्यालेन्ट टु 0.125? अप्सन ए 1/8, बी 1/4, सी 1/2, डी 1/16। दिएको डेसिमललाई चाहिँ फ्र्याक्सनमा लानुपर्ने छ, 0.125। यो डेसिमल हटाउनु भयो भने 125, डेसिमल पछि 3 वटा अङ्क छ, त्यही भएर तल 3 वटा शून्य राख्नु पर्यो। अब यसलाई कटाउनु पर्यो। यसलाई काट्दाखेरि 25 ले काट्नु पर्यो। 25 पंचे 125, 25 पंचे 125 भयो। अब यसलाई 25 चौको 140 भयो। 5 एकानी 5, 5 8 40। यो भनेको 1/8। यसको सही उत्तर अप्सन नम्बर ए भयो, 1/8। र आजको यो सेटको अन्तिम प्रश्न रहेको छ। A recipe requires a ratio of 2 parts flour to 1 part sugar. If you use 4 cups of flour, how much sugar do you need? यदि एउटा रेसिपी बनाउनको लागि 2 भाग पिठो र 1 भाग चिनी चाहिन्छ भने यदि तपाईले 4 कप पिठो हाल्नु भयो भने चिनी कति चाहिएला भनेको छ। यो पनि रेसियोको क्वेशन रहेको छ। फ्लोर र सुगरको रेसियो यहाँ दिएको छ, 2 पार्ट्स फ्लोर 1 पार्ट सुगर भनेको छ। यदि 4 कप फ्लोर युज गर्नु भयो भने सुगर कति चाहिन्छ भनेको छ, x मानम 2 1 2 2 2 4, क्रस मल्टिप्लाई गर्नुभयो भने x को मान 2 आउँछ। यसको सही उत्तर अप्सन नम्बर बी भयो, 2 कप। 4 कप फ्लोर युज गर्नुभयो भने 2 कप सुगर चाहिन्छ। साथीहरु, आजको विषयवस्तु यति नै रहेको थियो। यहाँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक तथा कमेन्ट गरी यसलाई शेयर पनि गर्न नभुल्नुहोला। भोलि फेरि नयाँ सेटका साथ उपस्थित हुने बाचा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।